दर्शकबिन नमस्कार, म हुँ अशोक कुमार साथ डट सेटिस्फाइड ट्रेनर एन्ड सधैँको जस्तो आज पनि म एउटा नयाँ भिडियो लिएर आएको छु। कृपया यहाँहरूले यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र आज हामी निकै नै महत्त्वपूर्ण विषयमा कुराकानी गर्नेछौँ। तपाईँले पक्कै पनि कार्यक्रम सञ्चालन गर्नुभएको होला। यदि गर्नुभएको छैन भने तपाईँले आजदेखि यो भिडियो हेरेर तपाईँ सिक्नुहुन्छ। तपाईँको अफिसमा, तपाईँको गाउँठाउँमा कुनै पनि कार्यक्रम सञ्चालन गर्नु पर्यो भने मान्छे खोज्न जानुपर्छ होइन। कसले कार्यक्रम सञ्चालन गरिदिने हो, कसले बोलिदिने हो, जसोतसो खोजेर ल्याए पनि कार्यक्रम एकदमै उल्टो पाल्टो गरिराखेका हुन्छ, आसन ग्रहणमा मिस्टेक गरिराखेका हुन्छ। हो, आज हामी त्यही विषयमा कुराकानी गर्नेछौँ कि कसरी एउटा कार्यक्रमलाई विधिवत रूपमा सञ्चालन गर्ने त, कसरी एउटा कार्यक्रमलाई एउटा सिस्टममा, एउटा फर्मेटमा कसरी फ्लो अप गर्ने त, कसरी सिस्टमेटिक तरिकाले एउटा कार्यक्रम सञ्चालन गर्ने। त्यसैले आजको भिडियो महत्त्वपूर्ण रहेको छ। आजको भिडियोमा तपाईँले कतिखेर आसन ग्रहण गराउने हो, कतिखेर राष्ट्रिय गान बजाउने हो, कतिखेर कार्यक्रम उद्घाटन हुन्छ, कतिखेर अतिथिलाई बोलाउनु पर्छ, कुन अतिथिलाई पहिला बोलाउनु पर्छ, कसलाई पहिला आसन ग्रहण गराउनु पर्छ, यी सम्पूर्ण विषयमा यी सम्पूर्ण डिटेल कुराहरू आज हामी यो भिडियोमा गर्नेछौँ। र यहाँहरूले यस्तै किसिमका भिडियो हेर्न चाहनुहुन्छ, पब्लिक स्पिकिङ सिक्न चाहनुहुन्छ, पब्लिक स्पिकिङमा मास्टर गर्न चाहनुहुन्छ र यो च्यानललाई आजै सब्सक्राइब गर्नुहोला, किनभने भविष्यमा यस्ता धेरै भिडियोहरू, धेरै कोर्सहरू लन्च गर्दैछु म। धेरै फ्रीका कोर्सहरू, फ्रीमा पब्लिक स्पिकिङ तपाईँहरू सिक्न पाउनुहुन्छ यो च्यानलमा। त्यसैले आजै यो च्यानललाई सब्सक्राइब गर्नुहोला र सेयर पनि गर्नुहोला। लागौँ अब ढिला नगरिकन आजको भिडियोतर्फ। सबभन्दा पहिला तपाईँले स्टेजमा गइसकेपछि पहिलो 1 नम्बरको काम तपाईँले उद्घोषकको रूपमा के गर्नुपर्छ भने आई कन्ट्याक्ट गर्नुपर्छ। तपाईँले स्टेजमा जाने बित्तिकै हेल्लो माइक समाएर बोल्न थालिहाल्ने होइन। तपाईँले के गर्नुपर्छ भने आई कन्ट्याक्ट गर्नुपर्छ। अर्थात् एकचोटि माइकमा बोल्नुभन्दा पहिला सरस्वती सहभागीमा हेर्नुपर्छ के। किनभने कोही सहभागी यसो छरिएर बसेको होला, कोही कुराकानी गरिराखेका होला, कसैले हिजैको कुरा सम्झिराखेको होला। त्यसैले तपाईँले एकछिन शान्त भएर 2-4 सेकेन्डको लागि पुरै सहभागीभरिमा हेर्नुभयो भने सहभागीले तपाईँकोतिर हेर्न थाल्छ, सबैले तपाईँकोतिर हेर्ने प्रयास गर्छ। एकछिन तपाईँ साइलेन्ट भएर सरस्वती सहभागीमा हेर्नुभयो भने, आई कन्ट्याक्ट गर्नुभयो भने, किनभने आई कन्ट्याक्ट एकदमै महत्त्वपूर्ण कुरा छ। जस्तै मैले अहिले यता हेरेर कुरा गरेँ भने तपाईँहरूलाई राम्रो लाग्छ, राम्रो लाग्दैन कि होइन। मेरो कुरा सुन्न त्यति मन पराउनुहुन्न, किनभने मेरो आई कन्ट्याक्ट भएको थिएन। तर मैले यसरी क्यामेरामा हेरेर बोल्दाखेरि आई कन्ट्याक्ट भएको छ र आई कन्ट्याक्ट गरेर बोल्दाखेरि सहभागीले तपाईँको कुरा सजिलैसँग ग्रहण गर्छ। त्यसपछि बल्ल तपाईँले दोस्रो नम्बरमा के गर्नुहुन्छ भने स्माइल विथ आइस ब्रेक गर्नुहुन्छ। स्माइल विथ आइस ब्रेक भनेको कस्तो हो भने तपाईँको फेसमा स्माइल हुनु पर्यो र एउटा महान व्यक्तिका भनाइ, महान व्यक्तिका कोटेसन भन्नु पर्यो। जस्तै ढुङ्गाको काप फोरेर पनि उम्रन्छ विफल, सिर्जना शक्ति संसारमा कहिले हुँदैन विफल। उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्ष उहाँको नझुकेको कहाँ छ र। यस्ता किसिमका आइस ब्रेक भयो के। तर फेसमा स्माइल हुनु पर्यो। जब तपाईँको फेसमा स्माइल हुन्छ सहभागीले तपाईँले के ठान्छ कि यो मान्छे कन्फिडेन्ट छ, यो मान्छेले बोल्न सक्छ, यो मान्छेले राम्रो गर्न सक्छ भनेर सहभागीले तपाईँमाथि विश्वास गर्छ। र जबसम्म सहभागीले तपाईँमाथि विश्वास गर्दैन, तपाईँले जतिसुकै राम्रो तरिकाले बोल्नु सहभागीले तपाईँको कुरा सुन्दैन, त्यति गहन रूपमा लिँदैन। त्यसैले स्माइल विथ आइस ब्रेक गर्नु पर्यो। पहिलो नम्बरमा आई कन्ट्याक्ट, दोस्रो नम्बरमा स्माइल विथ आइस ब्रेक। त्यसपछि तपाईँ तेस्रो नम्बरमा अभिवादन गर्नुहुन्छ, अर्थात् नमस्कार भन्नुहुन्छ। र चौथो नम्बरमा सम्बोधन, अभिवादन सँगसँगै सम्बोधन पनि गर्नुपर्छ। नमस्कार कसलाई गर्नुभयो त? यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई। एउटा कुरा यहाँ के ध्यान दिनुपर्छ भने उद्घोषकजीले, तपाईँले अहिले कार्यक्रमको सुरुवाती चरणमै हुनुहुन्छ। यहाँनिर तपाईँले सम्बोधन गर्दा एकमुष्ट सबैले सम्बोधन गर्नुपर्छ। नमस्कार यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू भनेर भन्नुपर्छ, अथवा दर्शकबिन भनेर भन्न सक्नुहुन्छ। किनभने यहाँनिर के गल्ती चाहिँ गर्नुहुन्न भने यहाँनिर सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथि लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू भनेर यहाँनिर सम्बोधन अहिले नै गर्नु हुँदैन, किनभने अहिलेसम्म कार्यक्रममा आसन ग्रहण गराइएको छैन। त्यसैले यहाँनिर तपाईँले सिम्पल सम्बोधन गर्दा के भन्न सक्नुहुन्छ? नमस्कार यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू। त्यसपछि 5औं नम्बरमा आउँछ तपाईँको परिचय। तपाईँ आफ्नो परिचय दिनुहोस्। परिचय दिँदा तपाईँको नाम, तपाईँको पेसा, तपाईँको ठेगाना, यी 3टा कुरा कम्तीमा छुटाउनु हुँदैन। जस्तै मेरो नाम अशोक कुमार शाह, मेरो जन्मस्थान कटहरिया नगरपालिका वडा नम्बर 6,
पेसाले म एक ट्रेनर भनेर यसरी कम्तीमा 3टा कुरा छुटाउनु हुँदैन। 1-2टा अझ पनि तपाईँ थप्न सक्नुहुन्छ, तर कम्तीमा नाम, पेसा र ठेगाना बिना तपाईँको परिचय पुरा हुँदैन। त्यसैले 3टा कुरा बताउनुपर्छ। त्यसपछि बल्ल के आउँछ अब 6औं नम्बरमा तपाईँले स्वागत गर्नुहुन्छ। जस्तै आजको यस महत्त्वपूर्ण कार्यक्रममा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिको तर्फबाट हार्दिक हार्दिक स्वागत गर्दछु भनेर भन्नुपर्छ। स्वागत गर्दछु भनेर भन्नुपर्छ। अब यहाँनिर चाहन्छु भनेर नभन्नु होला। जस्तै कतिपयले के भन्नुहुन्छ भने स्वागत गर्न चाहन्छु भन्नुहुन्छ के, धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ। त्यो चाहना व्यक्त गर्ने होइन के, यहाँनिर गर्दछु भनेर भन्नु पर्यो कि। त्यो चाहन्छु भन्ने शब्द इच्छावाचक शब्द हो। तपाईँले गर्न पनि सक्नुहुन्छ, नगर्न पनि सक्नुहुन्छ है। यसको बारेमा एउटा स्टोरी नै पहिला मैले भनेको छु, तपाईँले गएर हेर्न सक्नुहुन्छ, किन भन्नु हुँदैन है। त्यसैले यति कुरा के बुझ्नुहोस् भने हामीले स्वागत गर्दाखेरि स्वागत गर्दछु भनेर भन्नुपर्छ। ओके, त्यसपछि तपाईँले अलिकति अब अगाडि बढ्नु भयो भने स्वागत पछाडि आउँछ कार्यक्रमको परिचय तथा महत्त्व आउँछ। अब कार्यक्रमको परिचय तथा महत्त्व हामीले कसरी बताउने, आज मितिबाट सुरु गर्नुपर्छ। जस्तै आज मिति 2083 साल साउन महिनाको 15 गते, तदनुसार 2026 जुलाई 31 तारिक आज शुक्रबारका दिन हामी छौँ फ्लानो संस्थाले आयोजना गरेको फ्लानो कार्यक्रममा फ्लानो ठाउँमा उपस्थित भएका छौँ। तपाईँले यसमा के भन्नुपर्छ भने मिति बताइदिनु पर्यो, इङ्ग्लिस डेट पनि बताइदिनु पर्यो। त्यसपछि त्यो कार्यक्रम कुन संस्थाले गर्दैछ, त्यो कार्यक्रम कहाँ गरिँदैछ, त्यो कार्यक्रमको नाम के हो, यी कुराहरू बताइदिनु पर्छ कार्यक्रमको परिचयमा। र त्यसपछि तपाईँले के थप्नुपर्छ भने कि यो कार्यक्रममा मेरो भूमिका एउटा उद्घोषकको रूपमा रहेको छ। तपाईँको भूमिका पनि बताउनु पर्यो नि त हैन। यो कार्यक्रममा मेरो भूमिका एउटा उद्घोषकको रूपमा रहेको छ र यसका लागि मलाई निकै नै खुसी लागेको छ। तपाईँलाई कस्तो लाग्यो त त्यो भूमिका दिँदाखेरि? खुसी लाग्यो नि त हैन। यसका लागि मलाई निकै नै खुसी लागेको छ र यसका लागि म आयोजक संस्थालाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु भनेर तपाईँले आयोजक संस्थालाई पनि भन्नु पर्यो, कृतज्ञता व्यक्त गर्नु पर्यो। र त्यसपछि यो कार्यक्रमको महत्त्व छोटकरीमा अब बताइदिनुपर्छ। जस्तै तपाईँ जुन कार्यक्रममा बोल्दै हुनुहुन्छ, जुन कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ, त्यो कार्यक्रम किन गरिँदैछ, त्यसको उद्देश्य र महत्त्व बताइदिनुपर्छ के। यो कार्यक्रमको मेन उद्देश्य यो रहेको छ, महत्त्व यो रहेको छ भनेर बताइदिनुपर्छ। त्यसको बारेमा बुझेर आयोजकसँग सोधेर हैन, अथवा आफैले रिसर्च गरेर त्यसको बारेमा 1-2 लाइन बताइदिनुपर्छ। अनि थाहा हुन्छ सहभागीहरूलाई कि हो यो कार्यक्रमको उद्देश्य यो हो, यसको महत्त्व यो हो, वास्तवमा यो कार्यक्रम हाम्रो लागि उपयोगी हो भनेर सहभागीले बस्छ। तर यतिकै कार्यक्रम गर्दाखेरि यतिकै तपाईँले परिचय दिएर डेट मिति बताएर कार्यक्रमको नाम बताएर अगाडि बढ्नुभयो हैन, तपाईँले उद्देश्य र महत्त्व बताउनु भएन। सहभागीले किन बस्ने त त्यहाँ, के का लागि बस्ने थाहा पनि हुँदैन नि त हैन धेरै जसोलाई। त्यही भएर कार्यक्रमको उद्देश्य तथा महत्त्व पनि बताउनु अनिवार्य छ। त्यसपछि आउँछ 8औं नम्बरमा कार्यक्रमको नियम तथा समय अवधि। त्यो कार्यक्रमको नियम के हुन सक्छ, त्यसको समय अवधि के हो, कति बजेदेखि कति बजेसम्म हुन्छ, त्यो कुरा बताइदिनुपर्छ। जस्तै तपाईँले एउटा कुरा के विचार गर्नुपर्छ भने तपाईँले कार्यक्रमको नियम बताउँदाखेरि आदेशपूर्वक बताउनु हुँदैन के, विनम्रतापूर्वक बताउनुपर्छ। तपाईँले के कुरा बुझ्नुपर्छ भने हामीले नियम बताउँदाखेरि सहभागीलाई आदेश दिएको छ भन्ने फिल नहोस् के, मलाई आदेश दिँदैछ भनेर सहभागीलाई फिल नहोस्। यहाँनिर त्यसका लागि तपाईँले के भन्न सक्नुहुन्छ भने यहाँहरू सबैजना दक्ष हुनुहुन्छ, शिक्षित हुनुहुन्छ, विज्ञ हुनुहुन्छ, जान्ने हुनुहुन्छ, बुझ्ने हुनुहुन्छ, तैपनि यस कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कृपया म केही नियमहरू बताउन गइरहेको छु, कृपया ध्यान दिएर सुनिदिनु होला। मैले त आफ्नो मोबाइल साइलेन्ट मोडमा राखिसकेँ, हजुरहरूले पनि यहाँ आफ्नो मोबाइल साइलेन्ट मोडमा राखिदिनु होला। यदि कार्यक्रमको दौरानमा यदि फोन कल आएमा कृपया बाहिर गएर कुराकानी गरिदिनु होला। र यहाँहरूले पानीको आवश्यकता भएमा कृपया हलको बाहिरपट्टि पानीको व्यवस्था गरिएको छ, त्यहाँ गएर पानी पिउन सक्नुहुन्छ। टोयलेटको आवश्यकता भएमा कृपया हलको लेफ्ट साइडमा टोयलेटको व्यवस्था गरिएको छ, त्यहाँ गएर प्रयोग गर्न सक्नुहुन्छ। र अन्य यस्तै किसिमका कुनै आवश्यकता परेमा हाम्रा भोलन्टियर साथीहरूलाई, हाम्रा स्वयंसेवकज्यूहरूलाई सम्पर्क गर्नु होला अथवा भन्नु होला भनेर यो के भयो, नियम भयो के हैन। अब जस्तै मान्नुहोस् न एउटा स्कुलले कार्यक्रम आयोजना गरेको छ, अब गार्जियनहरूले टोयलेट जानु पर्यो, तर टोयलेट कता छ थाहा छैन, तर कार्यक्रम सञ्चालकले यहीँनिर भनिदियो भने खोज्न त जाँदैन नि, अरूलाई सोध्न त जाँदैन नि गार्जियनले हैन। हो यी कुराहरू बताइदिनुपर्छ। र त्यसपछि कार्यक्रमको समय अवधि के हो, अर्थात् कार्यक्रम कति बजेदेखि कति बजेसम्म चल्नेछ र ती अवधिमा के हुनेछ त। जस्तै मान्नुहोस् न कुनै कार्यक्रम 10 बजेदेखि 2 बजेसम्म चल्नेछ
अब तपाईँले यहाँनिर भनिदिनु पर्यो यो कार्यक्रम अहिले 10 बजेदेखि सुरु भई दिउँसो 2 बजेसम्म चल्नेछ र यी अवधिमा 2 घण्टा प्लानो विषयमा ट्रेनिङ हुनेछ, त्यसपछि हाम्रो सम्मान कार्यक्रम हुनेछ र त्यसपछि फेरि अर्को सरले 2 घण्टा ट्रेनिङ दिनुहुनेछ र अन्तिममा हामी खाजा खाएर बिदा हुनेछौँ भनेर यो चाहिँ के भयो, रेन्ज भयो कि रेन्ज भयो। अन्तिममा खाजा पनि छ, खाना पनि छ, के छ त त्यो कुरा पनि यही बताइदिनुपर्छ के हैन, त्यो कुरा पनि बताइदिनुपर्छ। किनभने अब मान्नुहोस् 2 बजे कार्यक्रम सकिने बेला छ, त्यहाँ खाजाको व्यवस्था गरिएको छ। अब मान्नु एउटा स्कुलमा अथवा एउटा गाउँठाउँमा कार्यक्रम सञ्चालन भइराखेको छ, त्यहाँनिर बालबालिका सहित गार्जियनहरू आउनु भएको छ। अब बच्चाले 2 बज्न लागिसकेको हो, अब बच्चाले भन्छ मम्मी भोक लाग्यो, बाबा भोक लाग्यो, अब खाना जानु पर्यो भनेर घरतिर निस्किन लागेछ। तर तपाईँले यही कुरा सुरुमै भनिदिनु भयो भने कि अन्तिममा खाजाको व्यवस्था गरिएको छ भनेर त्यो बच्चाले पर्खिन्छ नि त हैन। आमा बुवाले भन्छ नि त पक्न अब एकछिनमा कार्यक्रम सक्छ, खाजाको व्यवस्था छ, यही खाउला भनेर सहभागीहरूले यसरी बसिरहन्छ। होइन भने के हो, सबैजना फुत्त निस्केर जान्छ अनि कार्यक्रम लथालिङ हुन्छ। त्यसैले यो नियम तथा समय अवधि बताउन पनि जरुरी छ। धेरैजसो कार्यक्रम सञ्चालकले यो काम गर्नुहुन्न, यो अबदेखि गर्नु होला। यहाँसम्म यदि तपाईँ भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँ पक्कै पनि पब्लिक स्पिकिङमा मास्टर गर्न चाहनुहुन्छ, तपाईँले पक्कै पनि यो विषयमा इन्ट्रेस्ट छ, तपाईँले पक्कै पनि आफूलाई चिनाउन चाहनुहुन्छ, तपाईँले पक्कै पनि यस स्टेजमा बोल्न चाहनुहुन्छ र तपाईँले धेरै शुभकामना पनि छ कि तपाईँ यहाँसम्म भिडियो हेरिसक्नु भएको छ। अब हामी कुरा गर्छौँ आसन ग्रहणको। कार्यक्रमको नियम तथा समय अवधिपछि आसन ग्रहण आउँछ बल्ल। र आसन ग्रहण गराउँदाखेरि हामीले फर्स्टमा सुरुमा सभा अध्यक्षलाई आसन ग्रहण गराउनुपर्छ। यो कुरा याद राख्नु होला। सभापति भनेर नभन्नु होला है। सभापति भन्ने शब्द अब लगभग प्रयोगमा आउन छोडिसकेको छ के सभा अध्यक्ष भन्नुपर्छ। सभा अध्यक्षको रूपमा आसन ग्रहण गरिदिन हुनको लागि यस संस्थाका संस्थापक अथवा यस संस्थाका प्रमुख श्री फलानोज्यूलाई हार्दिक अनुरोध गर्दछु भनेर भन्नुपर्छ। उहाँ आउनुहुन्छ, आफ्नो आसन ग्रहण गर्नुहुन्छ हैन। र सभा अध्यक्ष को हुन्छ त तपाईहरुलाई थाहा होला, आयोजक संस्थाको मेन व्यक्ति हुन्छ, हेड व्यक्ति हुन्छ, जसले कार्यक्रम आयोजना गरेको हुन्छ, त्यो संस्थाको प्रमुख व्यक्ति हुन्छ। सभा अध्यक्षको आसन गराइसकेपछि दुईटा कुरालाई ध्यान दिनुपर्छ। यहाँनिर दुईटा काम गर्नुपर्छ के। दुईटा काम के हो भने एक त सभा अध्यक्षसँग अनुमति लिनु पर्यो। जब म यो कार्यक्रमलाई अगाडि बढाउँदैछु सभा अध्यक्षको अनुमतिमा, सभा अध्यक्षले यसरी टाउको हलाउनुहुन्छ अथवा हातले इसारा गर्नुहुन्छ, यो काम एउटा गर्नु पर्यो। र अर्को काम के हुन्छ भने स्वयंसेवकज्यूहरूलाई खादामाला तथा बेच वितरण गरिदिनका लागि यहाँनिर नै भनिदिनुपर्छ। किनभने अन्तिममा गर्दाखेरि समय धेरै खेर जान्छ कि मैले अतिथिज्यूहरूलाई आसन ग्रहण गराउँदै जानेछु र उहाँहरूले स्वागत गरिदिन हुनको लागि स्वयंसेवकज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु भनेर तपाईँले अगाडि बढ्नुपर्छ। अब सभा अध्यक्ष पछि कसको आसन ग्रहण हुन्छ त प्रमुख अतिथिको आसन ग्रहण हुन्छ हैन। जो कार्यक्रममा प्रमुख अतिथि आएको हुन्छ उहाँलाई आसन ग्रहण गराउनु पर्यो। त्यसपछि विशेष अतिथिको आसन ग्रहण गराउनु पर्छ। प्रमुख अतिथि एकजना हुन्छ, विशेष अतिथि एकजना भन्दा बढी हुन सक्छ। र विशेष अतिथि पछि हुन्छ अतिथि। र त्यसपछि तपाईले के गर्नुपर्छ भने त्यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट आसन ग्रहण गराउन सक्नुहुन्छ। जस्तै आजको यस कार्यक्रममा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु भनेर तपाईले भन्न सक्नुहुन्छ। त्यसपछि अन्तिममा तपाईले के भन्नुपर्छ भने आसन ग्रहणलाई यहीँनिर थाती राख्दै म बाँकी कार्यक्रम अगाडि बढाउँछु। किनभने आसन ग्रहण कहिले पनि टुङ्ग्याउनु हुँदैन है। आसन ग्रहणलाई यहीँनिर थाती राख्दै म अगाडि बढ्छु भनेर तपाईले अगाडि बढ्नुपर्छ। यो होइन कि आसन ग्रहण यहीँनिर टुङ्गिएको छ भनेर भन्नु हुँदैन। किन त्यसरी गर्नु हुँदैन भने किनभने कोही अतिथिज्यू पछाडि नै हुन्छ, कोही अतिथिज्यू आइपुग्नु भएको हुँदैन। उहाँले आएको बेलामा उहाँ आएपछि फेरि उहाँलाई आसन ग्रहण गराउनु पर्छ। ओके, यति काम चाहिँ हामीले गर्नुपर्छ। अनि त्यसपछि आसन ग्रहण पछि आउँछ बल्ल राष्ट्रिय गान बजाउनु पर्छ। राष्ट्रिय गान बजाउनको लागि हामीले सिम्पल सबैलाई राष्ट्रिय गानमा सरी गराइदिनु पर्छ। जस्तै तपाईले के भन्न सक्नुहुन्छ भने अब हामी राष्ट्रका सम्मानका लागि हामी सबैजनाले आफ्नो यथास्थानमा उठि राष्ट्रिय गानमा शरीक भइदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु भनेर तपाईले सबैजनालाई राष्ट्रिय गानमा सहभागी हुनका लागि भन्नु पर्यो। अनि त्यसपछि मौन धारण गर्नुपर्ने छ भने मौन धारण गर्नु पर्यो।
सबै कार्यक्रममा मौन धारण हुँदैन। यदि गर्नुपर्ने छ भने कार्यक्रममा मौन धारण छ भने 1 मिनेटसम्म मौन धारण गर्न सकिन्छ। त्यसपछि के हुन्छ, बल्ल स्वागत मन्तव्य हुन्छ। अब तपाईले स्वागत मन्तव्यका लागि बोलाउनु पर्यो। कसले स्वागत मन्तव्य दिन्छ त? पहिला नै तपाईले भनेका हुन्छन्। अब स्वागत मन्तव्यका लागि बोलाउँदाखेरि तपाईले सिम्पल कसरी बोलाउन सक्नुहुन्छ भने आजको यस महत्त्वपूर्ण कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथि लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई आफ्ना पुष्परूपी गुच्छा शब्दद्वारा स्वागत गरिदिन हुनको लागि श्री फलानोज्यूलाई हार्दिक अनुरोध गर्दछु र म केही बेरका लागि यो छेल पर्दछु भनेर तपाईले भन्नु पर्यो। अब जसलाई स्वागत मन्तव्यका लागि जिम्मा दिएको छ त्यो व्यक्ति आउँछ, स्वागत मन्तव्य राख्छ र तपाईले माइक दिन्छ अनि त्यसपछि तपाईँ फेरि धन्यवाद भन्नुहोस् र त्यसपछि फेरि अगाडि बढ्नुहोस्। अब स्वागत मन्तव्यपछि के आउँछ? कार्यक्रम उद्घाटन हुन्छ। कतिपय कार्यक्रम सञ्चालकज्यूले के गर्नुहुन्छ भने पहिला कार्यक्रम उद्घाटन गर्नुहुन्छ, त्यसपछि स्वागत गर्नुहुन्छ। त्यसरी कहिले पनि नगर्नु, त्यो गलत कुरा हो, उल्टो पाल्टो हुन्छ त्यो। तपाईले के गर्नुपर्छ भने पहिला स्वागत गर्नु पर्यो, त्यसपछि बल्ल कार्यक्रम उद्घाटन हुन्छ के। जस्तै यसलाई यसरी बुझ्नुहोस् न, तपाईको घरमा कुनै पार्टी फङ्सन छ भने तपाईले के गर्नुहुन्छ? तपाईको घरमा पाहुना आउँदाखेरि तपाईले पहिला स्वागत गर्नुहुन्छ नि, पानी दिनुहुन्छ, त्यसपछि नै कार्यक्रममा जानुहुन्छ, त्यसपछि नै कार्यक्रम सुरु हुन्छ हैन। हामी के गर्छौँ? पहिला ढोकामै स्वागत गर्छौँ नि त हैन, गेटमै स्वागत गर्छौँ अनि त्यसपछि कार्यक्रममा हामी जान्छौँ हैन। त्यसैगरी यहाँ पनि बुझ्नु पर्यो, पहिला स्वागत हुन्छ त्यसपछि कार्यक्रम सुरु हुन्छ, कार्यक्रम उद्घाटन हुन्छ। र कार्यक्रम उद्घाटन कसरी हुन्छ त? कार्यक्रम उद्घाटन फानसमा दीप प्रज्वलन गरेर हुन सक्छ, के अरे ब्यानर पढेर हुन सक्छ, ब्यानरमा सिग्नेचर गरेर हुन सक्छ, रिबन काटेर हुन सक्छ, धेरै तरिकाहरू छन् कार्यक्रम उद्घाटन गर्ने। अब उद्घोषकलाई यो कुरा थाहा हुनुपर्छ कि कार्यक्रम उद्घाटन कसरी गर्ने हो, केले गर्ने हो भन्ने कुरा तपाईलाई थाहा हुनुपर्छ र त्यही कुरा तपाईले प्रमुख अतिथिज्यूलाई बोलाउँदाखेरि भन्नुपर्ने हुन्छ हैन। अब कार्यक्रम उद्घाटन प्रमुख अतिथिले गर्नुहुन्छ, यो कुरा त तपाईहरुलाई थाहा छ। जहिले पनि एउटा कार्यक्रममा कार्यक्रम उद्घाटन प्रमुख अतिथिले गर्नुहुन्छ। अब तपाईले प्रमुख अतिथिज्यूलाई बोलाउँदा कसरी बोलाउन सक्नुहुन्छ भने आदरणीय महानुभावहरू, हामी कार्यक्रमको एकदमै महत्त्वपूर्ण पाठमा आइसकेका छौँ। अब हामी कार्यक्रम समुद्घाटनकोतिर जाँदैछौँ र आजको यस महत्त्वपूर्ण कार्यक्रमका प्रमुख अतिथि श्री फलानोज्यूलाई पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई समुद्घाटन गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु र मञ्चमा उपस्थित सम्पूर्ण आदरणीय अतिथिज्यूहरूले उठेर उहाँलाई साथ सहयोग गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु र यहाँ हलमा उपस्थित सम्पूर्ण महानुभावहरूले हामी सबैजना आफ्नो यथास्थानमा उठि जोरदार तालीका साथ कार्यक्रम उद्घाटनको रमाइलो गरौँ अथवा स्वागत गरौँ भनेर तपाईले भन्न सक्नुहुन्छ। तपाईले भाषा आफ्नै हिसाबले मिलाएर भन्न सक्नुहुन्छ। र कार्यक्रम उद्घाटन भइसकेपछि के आउँछ त? शुभकामना मन्तव्य आउँछ। अब अतिथिज्यूहरूलाई बोल्ने पालो आउँछ। अब अतिथिज्यूहरूलाई बोल्ने पालो आउँदाखेरि पहिला कसलाई बोल्न लगाउनु पर्छ त? सबभन्दा पहिला हामीले अतिथिलाई बोल्न लगाउनु पर्छ, अर्थात् तलबाट माथि जानुपर्छ। हामीले आसन ग्रहण गराउँदाखेरि माथिबाट तलतिर गएका थिए, पहिला सभाध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथिलाई गराएका थिए। अब तपाईले के गर्न सक्नुहुन्छ भने शुभकामना मन्तव्यका लागि बोलाउँदाखेरि तलदेखि माथितिर जानुपर्छ के। पहिला अतिथि, त्यसपछि विशेष अतिथि, त्यसपछि प्रमुख अतिथिलाई बोलाउनु पर्छ। अब कतिपय अवस्थामा के भइदिन्छ भने प्रमुख अतिथिले कतै जानुपर्ने छ, हतार छ, त्यो अवस्थामा प्रमुख अतिथिले के भन्नुहुन्छ, म सुरुमै आफ्नो मन्तव्य राखेर जान्छु भनेर भन्नुहुन्छ। त्यो विशेष परिस्थितिमा त्यो त्यसरी गर्न सकिन्छ कन्डिसन अनुसार। तर प्राय के हुन्छ भने सिस्टम के छ भने तलदेखि माथितिर जानुपर्छ के। पहिला अतिथि, त्यसपछि विशेष अतिथि, त्यसपछि प्रमुख अतिथिलाई दिनुपर्छ अनि त्यसपछि मन्तव्यपछि के हुन्छ भने केही अन्य कार्यक्रमहरू छ हैन, केही अन्य कार्यक्रम जस्तै कसैलाई सम्मान गर्नुपर्ने होला अथवा टोकन अफ लभ दिनुपर्ने होला है, त्यो चाहिँ यहाँनिर गर्न सकिन्छ। र त्यसपछि तपाईले के गर्नुपर्छ, सभाध्यक्षले माइक दिएर बिदा हुनुपर्छ। तर यहाँनिर के कुरा बुझ्नुपर्छ भने तपाईले सभा अध्यक्षलाई माइक दिनुभन्दा पहिला 4वटा काम गर्नुपर्छ। 4वटा काम भनेको के हो भने तपाईले सबभन्दा पहिला सुरुमा त्यहाँ जति पनि अतिथिज्यूहरू आउनु भएको हुन्छ उहाँहरूलाई धन्यवाद दिनु पर्यो। अब धन्यवाद दिँदाखेरि कसरी दिन सक्नुहुन्छ भने आजको यस महत्त्वपूर्ण कार्यक्रममा सुरुदेखि अन्तिमसम्म बसेर
साथ सहयोग गर्नुभएका प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथि लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछु भनेर 1 नम्बरमा भन्नु पर्यो। त्यसपछि दोस्रो नम्बरमा तपाईँले के भन्न सक्नुहुन्छ भने क्षमा याचना माग्नु पर्यो। जस्तै आजको यस कार्यक्रमको दौरानमा यदि मबाट कुनै जानी अनजानीमा गल्ती भएको छ भने त्यसका लागि म क्षमा याचना गर्दछु। क्षमा याचना गर्न किन जरुरी छ भने कसैको नाम बिगारेको हुनसक्छ, आसन ग्रहणमा तलमाथि भएको हुनसक्छ, त्यही भएर हामीले क्षमा याचना गर्नुपर्छ। तेस्रो नम्बरमा तपाईँले जिम्मेवारीको लागि आयोजक संस्थालाई धन्यवाद दिनु पर्यो हैन। आज यस्तो महत्त्वपूर्ण कार्यक्रमको उद्घोषक जस्तो महत्त्वपूर्ण भूमिका दिनुभएकोमा आयोजक संस्थालाई हार्दिक धन्यवाद गर्दछु भनेर भन्नु पर्यो। त्यसपछि अन्तिममा तपाईँले चौथो नम्बरमा के भन्नुपर्छ भने त्यहाँ केही सूचना छ, केही आयोजकको बारेमा केही बताउनु पर्ने छ, अथवा त्यहाँ कुनै पुस्तक बिक्री वितरण भइराखेको होला अथवा खाजा नास्ता होला, त्यो कुराहरू बताइदिनुपर्छ। र त्यसपछि बल्ल तपाईँले सभाध्यक्षले माइक दिएर बिदा हुनुहुन्छ। जस्तै अब आजको कार्यक्रमको हामी अन्तिमतिर आइसकेका छौँ। अब कार्यक्रमलाई विधिवत रूपमा समापन गरिदिनु हुनको लागि आजको यस कार्यक्रमका सभाध्यक्ष श्री फुलानोज्यूलाई हार्दिक अनुरोध गर्दछु र म कार्यक्रम सञ्चालक बिदा हुन्छु, धन्यवाद भनेर तपाईँ माइक दिनुहुन्छ। तपाईँको काम सकिन्छ। यसरी तपाईँले गर्नुभयो भने गजबको एउटा उद्घोषक बन्नुहुन्छ, तपाईँ एउटा प्रोफेसनल उद्घोषक बन्नुहुन्छ। यो एउटा सिस्टम, यो एउटा फर्मेट हो। आशा छ तपाईँहरूलाई यो भिडियो राम्रो लागेको होला, तपाईँहरूको जीवनमा केही न केही भ्यालु एड गरेको होला। किनभने यो उद्घोषक जस्तो महत्त्वपूर्ण जिम्मेवारी भनेको धेरै ठुलो जिम्मेवारी हुन्छ। कार्यक्रमलाई कस्तो बनाउने, राम्रो नराम्रो कस्तो बनाउने, त्यो सम्पूर्ण जिम्मा कार्यक्रम सञ्चालकको हातमा हुन्छ। त्यसैले यो सानोतिनो पद होइन। तपाईँ यदि कार्यक्रम सञ्चालन गर्न जाँदै हुनुहुन्छ भने त्यो पुरै प्रिपेयर गरेर जानुपर्छ, होइन भने कार्यक्रम बिग्रियो भने त्यो उद्घोषकको जिम्मा हुन्छ। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने कृपया यो भिडियोलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र यो भिडियोलाई सेयर पनि गर्नुहोला। र यो च्यानलको मेन उद्देश्य हो यो देशभरिको सम्पूर्ण जनतालाई पब्लिक स्पिकिङ सिकाउने, पोजिटिभ माइन्डसेट सिकाउने, सकारात्मक सोचहरू फैलाउने, ग्रोथ माइन्डसेट बनाउने भन्ने उद्देश्य रहेका छन्। यदि यहाँहरूले पब्लिक स्पिकिङ फ्रीमा सिक्न चाहनुहुन्छ यो च्यानलमा छिट्टै नै एउटा फ्री पब्लिक स्पिकिङ कोर्स म लन्च गर्दैछु। यहाँहरूले फ्रीमा सिक्न चाहनुहुन्छ भने यो च्यानललाई आजै सब्सक्राइब गर्नुहोला र सेयर पनि गर्नुहोला। आजको लागि यति नै। हस्त, धन्यवाद, नमस्कार।